नमस्कार साथीहरु, मेरो YouTube च्यानलमा तपाईहरु सबैजनालाई स्वागत छ। आज म तपाईहरुलाई मोबाइलबाट कसरी गुगल एकाउन्ट बनाउन सकिन्छ भनेर देखाउँदै छु। यो भिडियो हेरिसकेपछि तपाईहरुले पनि आफ्नो मोबाइलमा सजिलै तरिकाले गुगल एकाउन्ट बनाउन सक्नुहुन्छ। र अब म तपाईहरुको टाइम वेस्ट नगरिकन मेरो मोबाइलको स्क्रिनतर्फ लैजान चाहन्छु। जीमेल एकाउन्ट बनाउन सबैभन्दा पहिला तपाई आफ्नो जीमेलमा जानुस्। जीमेलमा गइसकेपछि एकाउन्टमा जानुस्। एकाउन्ट भन्दा तल एउटा एरो हुन्छ, एरोमा थिच्नुस्। त्यसपछि एड एकाउन्टमा जानुस्। एड एकाउन्ट पछि गुगल एकाउन्टमा थिच्नुस्। त्यसपछि क्रिएट एकाउन्ट भन्ने ठाउँमा थिच्नुस् फर माइसेल्फ। त्यसपछि आफ्नो फर्स्ट नेमको ठाउँमा नाम अनि लास्ट नेमको ठाउँमा आफ्नो थर राख्नुस्। अनि नेक्स्टमा थिचिदिनुस्। अब यहाँ आफ्नो जन्ममिति राखिदिनुस्। अनि तल आफ्नो जेन्डर पनि राखिदिनुस्। मेल भए मेल, केटा भए केटा, फिमेल भए फिमेल राख्नुस्। त्यसपछि आफ्नो जीमेल एड्रेस कुन आफूलाई मन पर्छ त्यो राख्नुस्। त्यसपछि नेक्स्टमा थिचिदिनुस्। त्यसपछि आफ्नो एउटा आफूलाई याद हुने हालको पासवर्ड राख्नुस्। त्यसपछि नेक्स्टमा थिच्नुस्। अब यहाँ तपाईको फोन नम्बर माग्छ। तपाईको फोन नम्बर भए फोन नम्बर राख्नुस्, नभएदेखि स्किप पनि गर्न सक्नुहुन्छ। त्यसपछि नेक्स्टमा थिच्नुस्। यहाँ टर्म्स एन्ड प्राइभेसीहरुमा आई एग्रीमा थिचिदिनुस्। ल तपाईको नयाँ आईडी रेडी भइसकेको छ। यसरी तपाईले पनि जसरी मैले चाहिँ नयाँ आईडी बनाए त्यसरी तपाईहरुले पनि आफ्नो मोबाइलमा चाहिँ नयाँ आईडी चाहिँ बनाउन सक्नुहुन्छ। एकदमै सजिलो थियो। आशा छ तपाईले नयाँ कुरा सिक्नुभयो होला। भिडियो अन्त्यसम्म हेर्नु भएकोमा धन्यवाद र चाँडै नै हामी फेरि अर्को नयाँ भिडियोमा भेट्ने छौं। त्यतिन्जेललाई गुड लक।